छतबाट सुरु भएको सानो पानीको चुहावटलाई व्यवस्था गर्नुभयो भने भोलि गएर फ्युचरमा ठूलो क्षति हुन सक्छ। आखिर पानी कहाँबाट चुहिन्छ, आज यही बारे कुरा गरौँ। वेलकम टु फ्युचर प्रुफ घर निर्माण सिरिज एपिसोड 23। आज हामी कुरा गर्छौं छतबाट पानी चुहिने 4 मुख्य कारणहरू। पहिलो, छतमा क्र्याक। छतमा क्र्याक आयो भने पानी त्यही क्र्याकबाट छिर्न सक्छ, त्यसैले क्र्याकको कारण पत्ता लगाएर त्यसलाई रिपेयर गर्नुपर्छ। दोस्रो, छतको स्लोप गलत हुनु। छतमा पानी जम्ने गरी स्लोप भयो भने लिकेजको सम्भावना बढ्छ। पानी ड्रेनेज पोइन्टतिर सही स्लोपमा जानुपर्छ। तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा वाटरप्रुफिङ। छतमा राम्रोसँग वाटरप्रुफिङ नगर्दा छतबाट मोइस्चर छिर्न सक्छ। विशेष गरी पाइप, ड्रेन आउटलेट, प्यारापेट वाल र स्ल्याबको जङ्सनमा राम्रो डिटेलिङ चाहिन्छ। चौथो, ड्रेनेजको समस्या। ड्रेन आउटलेटको पाइप सानो भयो भने, ब्लक वा गलत पोजिसनमा भयो भने पानी छतमै जम्छ। त्यसैले आउटलेट सफा र पानी सजिलै बग्ने तरिकाले हाल्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, छत चुहियो भने तपाईले तलबाट प्लास्टर र पेन्ट गरेर ढाक्ने होइन। पहिला पानी कताबाट छिरेको छ त्यसको सोर्स पत्ता लगाउने र त्यसलाई रिपेयर गर्ने। छतबाट चुहिएको पानीले घरको फिनिसिङलाई मात्र बिगार्दैन, बिस्तारै स्ट्रक्चरलाई समेत असर गर्न सक्छ। पछि गएर छतको रड पनि खिया लाग्न सक्छ। त्यसैले पानी छिरेपछि लुकाउने होइन, कारण खोजेर त्यसलाई समाधान गर्ने हो। यही हो फ्युचर प्रुफ घरको सोच। र यदि पानी चुहिएको छ भने छिट्टै रिपेयर गर्नुहोला। धन्यवाद।